Welcome to our Kathmandu to Upper Mustang trip. अब हामी काठमाडौँदेखि चाहिँ पोखरा जाँदैछौँ। हाम्रो यात्रा सुरु भएको छ र एयरपोर्टबाट चाहिँ हिमालको प्रष्ट दृश्य देखिएको छ। हामी पोखरा एयरपोर्ट पुग्यौँ र त्यहाँ हिमाल राम्रो देखिएकोले एउटा ग्रुप फोटो खिच्यौँ। त्यस पछाडि हामी पोखराबाट चाहिँ मुस्ताङतर्फको यात्रामा लाग्दा यो सहस्त्र धारा भन्ने ठाउँमा हामी रोक्यौँ। एकदम रमाइलो ठाउँ रहेछ, धेरै ठाउँबाट धाराहरू आउने र यस्तो झरना पनि बगिरहेको थियो। त्यस पछाडि हामी म्याग्दी जिल्लामा पुग्यौँ। म्याग्दी जिल्लामा पुगे पछाडि हामी पुरै बाटोहरू इन्जोय गर्दै गर्दै हामी अगाडि लम्कियौँ र बिचमा अरू झरनाहरू पनि हामीले देखिरहेका थियौँ। अनि हिमालको दृश्य देख्न साथ हामी धेरै नै खुसी भयौँ र हामी अब खाना खानको लागि एउटा ठाउँमा झऱ्यौँ जहाँ चाहिँ हामीले सुन्तलाको रुखहरू पनि देखेका थियौँ र त्यो ठाउँमा हामी एकछिन विश्राम गऱ्यौँ र सबैजना खानाको लागि रेडी भयौँ। हामी थकाली खाना खाएका थियौँ र सबै बच्चाबच्चीहरू रमाएका थिए। एकदम रमाइलो भइरहेको थियो। त्यस पछाडि हामी बच्चाहरूलाई सुन्तलाको रुख देखाउँदै सुन्तला फलेको दृश्यहरू देखाउँदै उनीहरूलाई गाउँले जीवनको बारेमा पनि देखाएका थियौँ र म र मेरो साथी चाहिँ पिङ खेल्नमा मस्त भयौँ। त्यसपछि हामी रूपसे झरनामा पुग्यौँ र हामी जिपबाट एकदम राम्रो थियो झरना। अनि त्यसपछि हामी बाटोतिर लम्किँदै गर्दा बिचमा जाम थियो एकदमै धेरै। वान वे बाटोले गर्दा जाम भएको थियो र फेरि हिमाल देखेपछि फेरि मन एकदमै खुसी। बाटोमा यो च्याङ्ग्राहरू हिँडिरहेको दृश्य पनि हामीले देख्यौँ। त्यसपछि यो नेचरसँग रम्दै रम्दै अरेन्ज हिमालहरू हेर्दै राम्रो राम्रो स्याउको रुखहरू हेर्दै हामी अगाडि बाटोतिर लाग्यौँ। स्याउ फलेको देख्दाखेरि पनि एकदमै खुसी लाग्यो। यो जो सनसेटवाला भ्यू हेर्दै हामी फेरि अझै अगाडि मार्फातिर पुग्यौँ र यो मार्फा ठाउँ भन्ने ठाउँमा चाहिँ हामी नाइट स्टे गरेका थियौँ र यहाँ झर्नु साथ यस्तो बतास लाग्यो कि पुरै उडौला जस्तै भयो। त्यस पछाडि हामी फ्रेस भएर हामी जेरी गल्लीतिर लाग्यौँ र जेरी गल्ली एकदम भाइरल गल्ली भएको भएर हामी एकदम एक्साइटेड थियौँ र त्यहाँ गएर अब त्यहाँको तिब्बतियन लुगा चाहिँ हामीले लगाएर अलिकति फोटो अनि भिडियो सुटहरू गऱ्यौँ। हामी एकदमै रमाएका थियौँ त्यो गल्लीमा यो लुगाहरू लगाएर। होटेलबाट खान चाहिँ अब मार्फाबाट चाहिँ हामी अगाडिको गन्तव्यतिर लम्कियौँ। अब हामी मुक्तिनाथ मन्दिरतिर जाँदै थियौँ र त्यो जाने क्रममा पनि हामीले धेरै राम्रो दृश्यहरू देखेका थियौँ। अनि त्यसपछि जोमसोम बजार आयो। अनि जोमसोम बजारको दृश्य हेर्दै हामी रमाउँदै त्यहाँ पुग्नु साथ जोमसोमे बजारमा एकदमै आफ्नो यात्रा अगाडि बढाइरहेका थियौँ। अनि यसै क्रममा हामी मुस्ताङ जाने बाटो यति राम्रो सरल बाटो सधैँ भिडियोमा देखेका थियौँ भाइरल बाटो भनेर र हामीले आफै आफ्नो आँखाले अवलोकन गर्ने मौका पायौँ र त्यहाँ हिमाल अनि त्यो सन लागेर भएको देखेको हिमाल र यहाँ अब यहाँबाट चाहिँ कागबेनी र मुक्तिनाथ जाने बाटो छुटिएको थियो। हामी मुक्तिनाथतिर लम्कियौँ र मुक्तिनाथबाट चाहिँ हामी लोमाङथान भन्ने ठाउँसम्म पुग्ने हाम्रो गन्तव्य थियो। बिचमा चाहिँ अब हामीले यो हिमालहरू देख्न साथ हाम्रो मन धेरै नै खुसी हुने। मेरो छोरी एकदमै रमाइरहेकी थिइन् हिमालमा। उसले आफ्नो भ्लग्सहरू बनाइरहेकी थिइन्। नेचरसँग रमाउने म र उनी यो यात्रामा धेरै नै खुसी भएका थियौँ। उसले मेरो भिडियोहरू पनि बनाइदिइरहेकी थिइन्। यहाँ यति चिसो हावा थियो कि हामीलाई साह्रै रमाइलो लागिरहेको थियो। हामी हिमाल हेर्दै
हेर्दै अगाडि बढ्दै हामी फेरि मुक्तिनाथतर्फ पुगियो। मुक्तिनाथमा यति धेरै मान्छेहरू हुनुहुन्थ्यो, पार्किङमा यति धेरै गाडीहरू पनि थियो। अब हामी यहाँबाट चाहिँ अब मुक्तिनाथ दर्शनको लागि पैदल यात्रा गरेका थियौँ। फ्यु स्टेप्सहरू थियो हामीलाई माथि पुग्नसम्म। स्टेप्सहरू एकदम सरल थियो, त्यस कारण हामीलाई जान एकदमै गाह्रो भएन, तर भिडभाड अत्यन्त नै थियो। हामीलाई चाहिँ अब एकदम रमाइलो भाइब्स आइरहेको थियो। पुनमको बर्थडे पनि थियो यो दिन। अनि हामी चाहिँ हिमालय हेर्दै अगाडि बढ्दै अब पहिलोचोटि भएको भएर होला मुक्तिनाथ दर्शनको लागि धेरै नै एक्साइटेड थियौँ। अनि हामी रमाउँदै त्यहाँ घाम लागेको भएर दृश्य अत्यन्त राम्रो, यति राम्रो थियो कि अब हामी नेचरसँग धेरै नै रमाइरहेका थियौँ। दिवससँग आफ्नो बास गर्दै हुनुहुन्थ्यो डाँडामा, हामी पनि डाँडामा चाहिँ नुहाउँदै गर्नुपर्ने सबै कामहरू पुरा गरौँ भनेर हामी सबै गरेका थियौँ। चिसो अत्यन्त थियो, त्यही पनि हामीलाई त्यो गर्न रमाइलो नै लागिरहेको थियो। त्यसपछि लाइन त धेरै थियो, मान्छे यति भेला छ, त्यही पनि त्यो लाइनमा बस्नु पनि हामीलाई दुःख कर्महरू गरेका थियौँ। अत्यन्त खुसी भएको थियो मन्दिरको दर्शन गर्न पाउँदा, र बच्चाहरू पनि यहाँ पानी छिर्दै रमाइलो गरिरहेका थिए 108 धारामा। अनि उसले आफ्नो ब्लग्सहरू बनाउँदै थियौँ। छोरीले हामीले फोड्दै गरेको एउटा भिडियो पनि क्याप्चर गरिरहेको थियौँ। हामी नरिवल फोडे पश्चात हाम्रो पूजा गर्ने काम समाप्त भइसकेको थियो। र अब झर्दैथ्यौँ। हेर्दा चाहिँ राम्रो दृश्यहरू देखिएको थियो। हिमालको यति राम्रो यति क्लियर, म फर्स्ट टाइम होला यति राम्ररी क्लोजली यो हिमाल हेर्न पाएको, र यसकारण म अत्यन्त नै खुसी थिएँ। मुक्तिनाथ मन्दिरबाट यति राम्रो दृश्य देखियो। मन्दिरको दर्शन गरेपछि को आनन्द र यो नेचर देख्दाको आनन्द दुईटैले हामी एकदमै खुसी भएका थियौँ। अब हामीलाई फेरि मुक्तिनाथबाट अप्पर मुस्ताङसम्म जाने हाम्रो प्लान थियो। त्यसैले हामी दर्शन पश्चात हामी चाहिँ तल झरेर अगाडि बढ्ने गन्तव्यमा पुग्नु थियो। यसकारण हामी अगाडि बढ्दै तल झर्न थाल्यौँ। र यो दृश्यहरू म अझै पनि देखाउन चाहन्छु। धेरै नै राम्रो थियो यो हिमाल। भिडियोमा त केही कुरा क्याप्चर भयो होला, आँखाले एकदमै राम्रो दृश्य देखिएको थियो। भिडभाड अत्यन्त नै थियो। र हामी अब मुक्तिनाथ दर्शन गरे पश्चात फेरि अगाडि बाटोतिर लम्कियौँ लोमाङथाङ भन्ने ठाउँ जानको लागि। र जाने गर्दा हामी बाटोमा धेरै नै रमाइलो गफहरू गर्दै कुराकानी गर्दै अगाडि बढिरहेका थियौँ। दृश्यहरू एकदमै राम्रो थियो। हामी यो दृश्यमा धेरै नै रमाइरहेका थियौँ। धेरै मान्छेहरू मुस्ताङ तथा मुक्तिनाथ र तथा फेरि अप्पर मुस्ताङसम्मको यात्राको लागि आउनुभएको थियो। बाटोमा धेरै भिडभाडहरू पनि थियो। सबैजना मान्छेहरूले टुरिज्म प्रमोट गरेको देख्दा इन्टरनल र एक्सटर्नल दुइटै टुरिज्महरू प्रमोट भएको देख्दा पनि खुसी लाग्यो। भेडाहरू चरिरहेको, घोडाहरू खच्चडहरू हिँडिरहेको देख्दा पनि हामीलाई खुसी लागिरहेको थियो। यस्तो डिस्को माटोको डिस्को जस्तै के डेजर्ट एरिया रहेछ यो। काली गण्डकी नदी भयो बगिरहेको छ, र साइडमा एकदम डेजर्ट भ्यू, एकदम मरुभूमि। अनि कसैले आर्टै गरिदिएको हो कि जस्तो लाग्दै हेर्दाखेरि, तर यो नेचरले नै बनाइदिएको एउटा ब्युटी थियो। हामीले त यसो निहालेर हेर्ने हो भने कुनै मूर्ति बनेको हो कि केही आर्ट वर्क हो कि जस्तो देखिन्थ्यो।
र यहाँ देख्ने रुख भने नै हो अत्यन्त ब्युटिफुल एउटा मात्र रुख देख्यौँ एकदम कलरफुल एकदम ब्युटिफुल अनि यो हिमाल सँगसँगै क्लोजली हिमाल देख्न पाएर अनि हामीहरू पनि सबजना खुसी भएर हिमालको राम्रो दृश्य देखिने ठाउँमा चाहिँ हामी नाचगान पनि गरिरहेका थियौँ सबैजना धेरै खुसी छन् एकदमै रमाइलो भइरहेको थियो जाडो भएको भएर अब हामी चाहिँ यस फोटो खिच्न खोजेको हावाले त कपालै कता उडाइदिने के उडाइदिने त्यही भएर पनि भिडियो नै खिचेर रमाइरहेका थियौँ एकदमै हावा लागेको थियो हजुर देख्न सक्नुहुन्छ यो सल पनि पुरै फुरुरुरु उडि नै रहेको छ अनि त्यस पछाडि फेरि हामी ढिलो नगर्दै फेरि आफ्नो यात्रालाई अगाडि बढाउँदै हिँडिरहेका थियौँ त्यो क्रममा मैले यो डेजर्टी एरियाहरू चाहिँ क्लोजली खिचिरहेको छु र देखिने रुखहरूलाई पनि म अलिकति क्लोज वेमा देखाउँदैछु अरेन्ज ग्रिन येल्लोको मिक्सचरले यो रुखहरू एकदम राम्रो देखिएको थियो र यो गोल्डन हिमाल पनि एकदमै राम्रो देखिएको थियो यो अब यहाँबाट चाहिँ त्यो राम्रो बाटो हरायो सबै बाटोहरू चाहिँ अफ रोडै छ ठुलो चाहिँ छ बाटो होइन ठुलो चाहिँ छ तर अफ रोड छ त्यसकारण चाहिँ एकदम बाटो चाहिँ झ्याल खोल्नु हुन्छ पुरै धुलै धुलो हुन्थ्यो डेजर्ट एरिया भयो त्यसकारण अनि हामीले सोच्यौँ कि कुनै न कुनै दिन यो ठाउँ पनि एकदम सरल बाटो मुक्तिनाथसम्मको जस्तो र टुरिज्मलाई अझै प्रमोट गर्ने केही एट्र्याक्सन पोइन्टहरू पनि बनिएलान् भन्ने चाहिँ आशा गरेका थियौँ किनकि यहाँसम्म धेरै मान्छेहरू आउन खोज्नु हुँदो रहेछ यस्तो हुँदाखेरि पनि भने अझै हामीले यसलाई प्रमोट गर्यो भने चाहिँ मान्छे धेरै नै आउनुहुन्छ जस्तो हामीलाई लागेको थियो कस्तो छ त नेपालको डेजर्ट सफारी ढाड्दो खान टाइपको छ थेरापी बढी भइरहेको छ दाजु होइन फिजियोथेरापी बढी भयो यहाँ यस्तै ठट्टा रमाइलो गर्दै अब हामी लोमाङथाङ भन्ने ठाउँमा पुग्यौँ अब त्यहाँ चाहिँ इभिनिङ भइसकेको छ र हामी चाहिँ त्यहाँ आज रेस्ट गर्ने एकदम थकान भएको छ र डिनर गरेर चाहिँ भोलि बिहान त्यहाँको राजाको प्यालेसमा चाहिँ भिजिट गर्ने प्लान रहेको छ हाम्रो होटेलबाट चाहिँ मुनको यति राम्रो दृश्य देखेको थियो यस्तो इभिनिङमा चाहिँ हामी लोमाङथाङमा गएर स्टे गरेका थियौँ अनि यहाँ बसेर चाहिँ हामीले डिनर खाएका थियौँ अनि हामी उठेर फ्रेस भएर फेरि राजाको दरबार हेर्न जाने भनेर अगाडि लम्किरहेका थियौँ अनि लोमाङथाङ भन्ने ठाउँमा अनि हामी अगाडि बढ्दै जाँदाखेरि चाहिँ अब हामी राजाको प्यालेसतिर लाग्दैछ दरबारमा कहाँको एकदम ब्युटिफुल वेले सजाइरहेको रहेछ यो ठाउँलाई मुस्ताङको राजा पहिला राजा लोमाङथाङमा बसेर राज गर्नुभएको थियो भने अहिले त छैन कोही राजा हुनुहुँदो रहेनछ अब चाहिँ हामी राजदरबारभित्र छिर्न गइरहेका छौँ यस्तो ठाउँबाट चाहिँ हामी राजाको प्यालेसमा छिर्ने रहेछ अनि यहाँबाट छिरे पश्चात चाहिँ त्यहाँ चाहिँ राजा र रानीको चाहिँ एउटा फोटो राखिएको छ यता देखाएको छ है अनि हामीले त्यो क्याप्चर गऱ्यौँ कस्तो तरिकाले भन्यो अनि अगाडितिर लाग्यौँ अहिले प्यालेसभित्र चाहिँ छिर्न नपाइँदो रहेछ तर बाहिरबाट चाहिँ हामी इन्ट्री विदाउट पर्मिसन यहाँबाट जाने थियो होला पहिला अवलोकन गरेका थियौँ अब हामी लोमाङथाङबाट चाहिँ अप्पर मुस्ताङतिर लाग्दैछौँ त्यहाँ जाने क्रममा बाटोहरू चाहिँ पुरै अफ रोड छ हिमालहरू एकदमै प्रष्ट रूपमा देखिएको छ पुरै बाटोहरू एकदम डेजर्टी छ
च्याङ्राहरू पनि दौडिरहेको देखिएको छ र लुमङथाङबाट कोरोला बोर्डर चाहिँ 21 किलोमिटर्स रहेछ। गाह्रो भयो। हामी चाहिँ अब 4660 मिटरको हाइटमा कोरोला बोर्डर जानको लागि लम्किरहेका छौँ। बाटोहरू त एकदम धुलै धुलो, बाटो ठुलो छ तर अफ रोड छ, यसकारण धेरै गाडीहरू आउँदा डेजर्टी भएको भएर एकदम धुलो छ। च्याल खोलेर हिँड्दाखेरि चाहिँ निकै नै धुलो आउँदो रहेछ। यस्तै धुलो बाटो हुँदै हामी अब चाहिँ फाइनली कोरोला बोर्डर आयौँ। नेपालको बोर्डरमा चाहिँ टेन्ट हाउसहरू छ भने उता चाइनातिरको बोर्डरमा चाहिँ राम्रोसँग बनाएका बिल्डिङ्सहरू देख्न सकिन्छ। त्यो देख्दा चाहिँ अति दुःख लाग्छ। सेम ठाउँमा एउटा कन्ट्रीले चाहिँ त्यत्रो विकास गरेछ भने हाम्रो देश चाहिँ टेन्ट हाउसमै बसिरहेको छ। अनि हामी चाहिँ यहाँ एकदमै खुसी भएर नेपालको झन्डा फरफराइरहेका छौँ। एकदमै चिसो हावा लागेको छ, एकदमै जाडो छ, त्यही पनि हामी आफ्नो देशको झन्डा फरफराउन छोडेका छैनौँ। एकदम खुसी लागेको छ। मेरो छोरी पनि एकदमै खुसी भएकी छिन्। हामी सबैजनाले चाहिँ नेपालको झन्डा लिएर एउटा ग्रुप फोटो खिच्यौँ। ओहो, चिसो त कति कुरै नगरौँ, साह्रै चिसो, तर ठाउँ छोड्नै मन नलाग्ने। हामी 4660 मिटरको हाइटमा पुगेका थियौँ। धेरै बेर बस्नु हुँदैन भनिसके पश्चात हामी स्टिल केही फोटो भिडियोहरू खिचेर त्यहाँबाट लाग्नेतिर लाग्यौँ र ओभरअल दृश्य चाहिँ यस्तो थियो कोरोला बोर्डरको। ब्रेभ गर्ल्सहरू यत्रो हाइटमा पनि राम्रोसँग हाँस्दै भिडियो बनाउँदै गरे। भेरी गुड, तिमीहरू दुईजनालाई प्राउड अफ यु। ल, एकदम रमाइलो भयो कोरोला बोर्डर पनि है। ओके, हामी कोरोला बोर्डरबाट फर्केर चाहिँ एउटा केभमा जाँदैछौँ। त्यो जाँदै गर्दाखेरि यो दृश्य हेरौँ, ढुङ्गामा वाइट पेन्टिङ गरे जस्तो यस्तो राम्रो। अब हरेक कुरा डेजर्टी लाइफ पनि राम्रो लागिरहेछ कि एकदम ब्युटिफुल ब्लु स्काइज, एकदमै राम्रो देखिएको छ सिनेरीहरू। यो देखेर हामी धेरै खुसी छौँ। अब यहाँ देखिने रुख भनेको यही हो, मैले अघि पनि भनिसकेँ। र ढुङ्गाहरूमा चाहिँ एकदम पेन्टिङै गरेर जस्तो वाइट खै कसरी भएको हो। एकदम घाम लागेको थियो हामी जाँदाखेरि, सो द्याट हामीले नेचरसँग एकदमै इन्जोय गर्न पाएका थियौँ। हिमाल त अब जताबाट हेरे नि हिमाल देखेको देखेँ। अनि जति देखे पनि त्यो हिमाल हेर्न मन लागिराख्ने, कति रमाइलो भएको थियो। अब हामी यो डेजर्टी लाइफमा यस्तो कार्भिङ गरे जस्तो रक माउन्टेनको मिक्सचरमा चाहिँ कसैले आएर कार्भिङ गरेर के आर्ट गरे जस्तो देखिने, तर यो नेचुरल नै थियो। यिनीहरू पनि चियर्स गर्दैछन् ललिपपको, धेरै खुसी नै हुँदैछन्, खुसी एक्साइटेड हुन्छन् केभमा जानको लागि। अब हामी बिस्तारै त्यहाँ माथिको केभमा चढ्नेवाला छौँ। यहाँ माथि चाहिँ हामी केभमा चढ्न लाग्छौँ। ल, केभबाट यो दृश्य हेरौँ। र यो दृश्य चाहिँ अत्यन्त राम्रो रहेको छ। हामीले केही समय यो केभ एरियामा पनि बितायौँ। त्यही क्रममा हामी ड्राई लिफसँग खेल्यौँ, 7 स्टोन खेल्यौँ छोरीले। अनि एउटा गाडी बिग्रेर हाम्रो ड्राइभर दाइले गाडी बनाइदिने क्रममा हामी त्यहाँ धेरै इन्जोय गरेका थियौँ। यो डेजर्ट लाइफ हेर्दै हामी अब बिस्तारै चाहिँ अर्को गन्तव्यतिर लागिरहेका थियौँ। यहाँ ब्युटिफुल ट्रिजहरू छ र हामी चाहिँ अब कागबेनी श्राद्ध स्थलमा चाहिँ पुग्यौँ। र त्यहाँ झर्नासाथ यति चिसो थियो कि म धेरै बेर त्यहाँ बस्नै सकिनँ। त्यस पछाडि हामीले निलगिरी हिमालको एकदम क्लोज भ्यू हेऱ्यौँ। अनि हामी तुम्बा लेकमा गयौँ, जुन ठिकै मात्र लाग्यो मलाई। त्यसपछि यो हिमालहरूमा चाहिँ अब
सन रेजहरू परेर त्यो गोल्डन टल्केको हिमाल, नीलगिरी हिमाल सो क्लोज। हामी त यो हिमालबाट आँखा हटाउनै सकेका थिएनौँ। पटक पटक गाडीबाट झरेर हामीले फोटो र भिडियोहरू खिचिरहेका थियौँ। एकदमै मन परेको थियो यो हिमाल हामीलाई। यहाँबाट यसको बेस क्याम्प जान पनि 3-4 घन्टामा पुगिन्छ भन्दै हुनुहुन्थ्यो। जोस् यो हिमाल चाहिँ हामीबाट धेरै नै क्लोज थियो। एकदम राम्रो टल्किरहेको छ। दिस इज रियली ब्युटिफुल। अब यसरी हामी चाहिँ अब इभिनिङतिर जोमसोम बजारतिर पुग्यौँ र त्यहाँको इभिनिङ भाइब्सहरू पनि हेर्न सकिन्छ। एकदम चिलिमिली रमाइलो थियो र हामी टुकुची के भयो एप्पल जुस खाएको थिएँ र एकदम मिठो लागेको थियो। एकदम खानेकुरा हरेक कुरा मिठो र एप्पल गार्डनमा पनि बिहान हामी अर्ली गएर चाहिँ रमाइरहेका थियौँ। यत्रो धेरै एप्पल आफ्नो अगाडि देख्दा एकदम रमाइलो लागिरहेको थियो। ग्रिन एप्पल पनि छ यहाँ। अनि यहाँ होटेलको छेउमा नै यो एप्पल गार्डन थियो। त्यस पछाडि हामी यो ओभरअल भ्यू हाम्रो होटेलको एप्पल गार्डनै थियो। हामी बसेको रुम थियो। एप्पल ट्री चाहिँ हाम्रो रुमको अगाडि पनि थियो। रमाइलो गरेको बच्चाहरू यो देखेर चाहिँ एकदम रमाइरहेका थिए र हिमाल पनि बसेर चाहिँ हामीले हेर्न सकिने एकदम राम्रो ठाउँमा एकदमै राम्रो बस्न पाएका थियौँ। क्लोज भ्यू अफ हिमाल। हिमाल मनपर्ने मान्छेले ट्राभलभरि हिमाल देखिरहेको थियो। एकदम रमाइलो लाग्यो। अब यहाँबाट हामी चाहिँ अब यो कालो पानी बजार भन्ने रहेछ। अब हामी तातो पानीतिर लाग्दैछौँ यो छोडेर। अब गन्तव्यमा हिँड्ने क्रममा गाडीबाट हामीले हिमालको दृश्य त क्याप्चर गरिरहेकै थियौँ। जहाँबाट राम्रो देखिन्छ हामीले भिडियोहरू त खिचिरहेकै छौँ। अब चाहिँ हामी तातो पानी भन्ने ठाउँमा आइपुग्यौँ, जहाँ चाहिँ तातो पानीमा चाहिँ स्नान गर्ने जग्गा मल्लेश्वर महादेव मन्दिरमा चढाउँदैछौँ। मन्दिर जाँदै गर्ने क्रममा हामी सबैजनाले एउटा ग्रुप फोटो पनि खिच्यौँ। त्यस पछाडि हामी चाहिँ गलेश्वर मन्दिरमा गयौँ र गलेश्वर मन्दिरमा चाहिँ मुक्तिनाथबाट ल्याएको जल चाहिँ चढाएपछि चाहिँ त्यो जल बल्ल शुद्ध हुन्छ भन्ने प्रचलन रहेछ। र हामी सबैजनाले बाटोमा मिठो थकाली खाना खायौँ, जसले चाहिँ आमाको यादै दिलाएको थियो करेलाको अचारले। र यहाँबाट हामी चाहिँ पोखरातर्फ लम्क्यौँ र पोखरा लेक साइडमा गएर बच्चाहरूले दिदीसँग बोटिङहरू गरे। एकदम रमाइलो गरिरहेका छौँ र मैले चाहिँ फर्स्ट टाइम कायाकिङ गरेको थिएँ र मलाई पनि एकदम रमाइलो फिल भएको थियो। यो भिजिट चाहिँ एकदमै रमाइलो र मेमोरेबल रहेको छ। र फाइनल्ली राति चाहिँ हामीले त्रिशरामा गएर डिनर गरेका थियौँ। यो भाइब्स पनि एकदम रमाइलो लाग्यो सबैजनालाई। यिनीहरू पनि जानी नजानी यो गेम खेलिरहेका छन् त्रिशरामा। फाइनल्ली हाम्रो पोखराको यात्रा यहीँ सकियो र हामी पोखरा एयरपोर्टबाट काठमाडौँतिर जाँदैछौँ अर्ली मर्निङ। र हामीले चाहिँ यो यात्रा एकदम इन्जोय गरेका छौँ र हाम्रो लगेज हेर्न सक्नुहुन्छ यति धेरै छ।
टोटल 100 केजीमा हाम्रो 99 केजी भएको थियो। यति धेरै मुस्ताङको एप्पल लिएर आएका छौँ र हामी अब काठमाडौँ आइपुग्यौँ। धन्यवाद।